तर आनन्द चाहिँ आनन्द रहेछ। कस्तो राम्रो साँच्ची नै शीतल हो है। म त यो काठमाडौँको त्यो हुन्छ नि हतारको जिन्दगी जिउँदा जिउँदा यो चराचुरुङ्गीहरू काग डाङ्ग्रे होइन यताउति चिरबिर सब मिस गरिसके जस्तो लाग्छ कि। हामी त कहिले काहीँ अब कलेज हुन्थ्यो र यसो सुन्न पाइन् त बिहान झन् कस्तो टाइममा आउँछ हो त्यहाँ हाम्रो मेरो क्लास 2 त्यहाँ हो त्यो बिल्डिङ माथि मैत्री भवन। त्यो चाहिँ हामी पिके कलेज भनेर बहुत सुन्थ्यौँ नि है। राजनीतिक दलहरूको चाहिँ उत्पादन विद्यार्थी नेताहरूको उत्पादन झाँक्री पनि यहीँबाट होइन रामकुमारी झाँक्री। त नि तर मजा छ है भित्र आउँदा। त्यहाँ बाहिरबाट मैले त सुरुमा चाहिँ यहाँ एडमिसन गर्नुभन्दा पहिले एकैचोटि आएको थिएँ काम परेर। सोच्थेँ कि म बाहिर मात्रै होला भनेर। यहाँ भित्र आइसकेपछि मजा रहेछ कि। मैले अहिलेसम्म बाहिर मात्रै होला भन्ने सोचिरहेको थिएँ। म चाहिँ पद्मकन्या कलेज म चाहिँ आएको थिइनँ है। राम्रो रहेछ। पछाडिपट्टि चाहिँ शान्त रमणीय यसो बसौँ गरौँ भने पनि विद्यार्थीहरूका लागि चाहिँ चाहिने वातावरण रहेछ। राम्रै रहेछ कलेज। अझ त लाइब्रेरी चाहिँ अझ गजबको छ है पढ्नलाई चाहिँ एकदम गजबको छ। अनि बल्ल बल्ल आज त बादल फाट्यो हो त्यो के अरे पोल्युसन घट्यो है। ए हो बिहान आँखा पोलेर बिहान मात्र होइन नि मलाई त 3-4 दिन भयो है अफिसबाट घर अफिस गर्दाखेरि त्यो आँखामा प्याज राखे चाहिँ के बर्र आँसु झरेर त्यो चलाउँदै स्कुटर चलाउँदै पोल्युसनले नै हो पोल्युसनले अनि पोलेर कस्तो हुने। अनि आज चाहिँ ठ्याक्क चाबा हिलबाट अफिस जान्जेलसम्म चाहिँ एकदम गाह्रो बनायो। त्यो चाबा हिल आउँदासम्म चाहिँ त्यस्तो उस थिएन। आज अलिक खुलेको छ। मेरो चाहिँ बिहान आउँदा चाहिँ एकदम पोलिरहेको थियो अफिस एकदम पोलिरहेको थियो। अस्ति म बल्खुबाट आउँदाखेरि ठ्याक्कै यो नयाँ बानेश्वरदेखि अफिससम्मको एरिया भनेको एकदमकै पोलेर म त त्यो अस्ति राजावादीहरूको आन्दोलनमा टियर ग्यास बढी फ्याँक्यो नि त त्यसको असर हो कि भनेर सोचिरहेको थिएँ। तर पोल्युसनकै असर पनि रहेछ। अलि बढी त्यो पनि हो कि जस्तो लाग्ने आफूलाई चाहिँ। हो त्यति जेलसम्म त राजावादीको आन्दोलन चाहिँ तिमीले के रिपोर्टिङ पनि गर्यौ कस्तो अनुभव गर्यौ तिमीले चाहिँ कसरी लियौ त्यसलाई? मलाई चाहिँ खास आन्दोलन नारा यस्तो चाहिँ देशमा भइरहनु पर्छ जस्तो लाग्छ के। तर अस्तिको आन्दोलन चाहिँ अलिकति फरक जस्तो लाग्यो क्या मलाई। राजावादीहरूको चाहिँ अलि उग्र अराजक अलिकति कमान्डिङ अगाडिको नेतृत्व गर्ने मान्छे जुन छ नि एउटा आन्दोलनलाई त एउटा नेतृत्व गरिरहेको हुन्छ नि कुनै व्यक्तिले त्यो चाहिँ त्यसमा पाइनँ एउटा कुरा। अनि के फिल भयो भने मलाई एउटा राम्रो कमान्डर गर्ने मान्छेले आन्दोलनलाई पनि कमान्डर गर्न नसकेपछि चाहिँ यो हालत हुन्छ है भन्ने चाहिँ मलाई फिल भएको। राम्रो नेता लिड गरेन भने अथवा त्यो संयमित भएर भिडलाई चाहिँ नियन्त्रण गर्न सक्ने संयमित बनाउन सक्ने नेतृत्व भएन भने भद्रगोल हुन्छ। फेरि बाइ द वे आन्दोलन भनेको भिडको चाहिँ दिमाग हुँदैन जुनसुकै होस् होइन। जतिसुकै सभ्य दल भए पनि जतिसुकै सभ्य नै नागरिकहरूको आन्दोलन भए पनि हामीले नागरिक अगुवाहरूको आन्दोलन देखेका छैनौँ र हुन्छ। त्यो भिडको चाहिँ आँखा हुँदैन भिडको दिल दिमाग हुँदैन दिमागले काम गर्ने होइन भिडले जत्था भनेको चाहिँ यस्तै हुन्छ। यो आन्दोलनको चाहिँ स्वरूप के भन्छ त्यो चाहिँ एउटा विशेषता हो त्यस्तो हुन्छ भन्ने चाहिँ। तर अहिले पछिल्लो समय आइरहेका चाहिँ कन्टेन्टहरू हेरिरहेको छु कि मैले नि अहिले भर्खर उकेरामा हेर्दै थिएँ होइन। अनि यो नेपाल खबरमा हेर्दै थिएँ उकेरामा चाहिँ जस्तो गैर आन्दोलनकारी माथिको आक्रमण कसरी भयो भन्ने रिपोर्टिङ देखिरहेको थिएँ। त्यसपछि गएर राजावादीहरूको जुन आन्दोलन थियो त्यो आन्दोलनमा पहिला प्रहरी आक्रमण भयो कि राजावादीहरू पहिला उग्र भयो भन्ने कुराको विश्लेषण हेरिरहेको थिएँ होइन। त्यो चाहिँ तिमीलाई के फरक म चाहिँ घटनास्थल नगएको हुनाले र समाचारहरूको विश्लेषण गरिरहेको हुनाले अब अभियसली कुनै पनि जुनसुकै आन्दोलन भए पनि सत्ताधारीले जहिले पनि आन्दोलनकारीलाई हस्तक्षेप गर्ने र चाहिँ त्यसमाथि आक्रमण बढाउने त्यो नीति नै हुन्छ होइन स्वाभाविक हो। अनि त्यही भएर मैले चाहिँ त्यसलाई तुलनात्मक रूपमा त्यति धेरै गहिरिएर पनि गरेको छैन। त्यही आएका विषयवस्तुहरूमाथि अध्ययन मात्रै हेर्दाखेरि सरस्वती यस्तो रहेछ अथवा यस्तो रहेछ घटनाहरूको उस न हो विवरण न हो होइन हेर्ने मैले।
त्यसरी हेरेको थिएँ। अफिसको नजिकै हाम्रो फेरि त्यो घटना हुने दिन म चाहिँ अलिकति चाँडो घर गए भएर म कर्फ्युमा परिनँ क्या। हाम्रो सर त पुरै लाइभ हुनुहुन्थ्यो, जस्तो पत्रकार सुरेश रजक त्यो ब्लग देखेको थिएँ मैले, त्यो ब्लग देखेको थिएँ मैले। उहाँहरू आखिर माथि मलाई चाहिँ यहाँनिर लागेको एउटा कुरा हुन त हिजो अस्ति नै कुराहरू आएको छ, मृतकको बारेमा यति धेरै हामीले विश्लेषण गर्नु त हामीले चर्चा गर्नु, हामी कुनै न्याय दिने अथवा हामीले निष्पक्ष गर्ने भन्ने कुरा त होइन, तर लागेको कुरा के त्यत्रो साँच्चै उसको श्रीमतीले पनि भनेको छ क्या अरे, भनेको त्यत्रो आगो लाग्ने हुँदा ऊ चिच्याएन किन, आफूलाई बचाउन किन खोजेन होइन, किन थपक्क बसे जस्तो भित्तामा आडेस लागे जस्तो उसको दाजुले पनि बयान दिएको छ। दाजु पनि रिपोर्टरै हुनुहुँदो रहेछ नि त, अनि किन त्यस्तो गरेन, किनकि जबकि त्यो चाहिँ एकदमै आफूलाई कसरी सुरक्षित राखेर प्रोटेक्ट गरेर काम गर्नुपर्छ भन्ने ज्ञान भएको मान्छे हो भनेर भन्नुभएको छ नि त उहाँको दाजुले पनि। अनि तिम्रो सहकर्मीको ब्लग मैले पढाएको थिएँ कि मैले पनि होइन, अनि उहाँले त्यतिखेर जाउँ दाइ आगो माथि नै आइसक्यो भन्दाखेरि उहाँ चाहिँ किन तल झर्नु भएन होला, के चाहिँ कुराले उहाँलाई चाहिँ बढी उ गर्यो। कहिलेकाहीँ कस्तो हामी यतिसम्म ड्युटीफुल हुन्छौँ कि मलाई यसलाई चाहिँ म ड्युटीफुलको संज्ञा दिन्छु क्या, हामी यतिसम्म ड्युटीफुल हुन्छौँ कि एकैछिन त हो नि यो एक्सक्लुसिभ लिन पाए त त्यो लोभ हुन्छ के। तिमीलाई याद छ तिमी एकचोटि बल्खुमा कि बल्खुमा आन्दोलनमा परेको छु, त्यही उसको दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलन हो त्यो। त्यतिखेर चाहिँ ऋण मिनाहाको आन्दोलन थियो, ऋण मिनाहाको थियो, अनि यतापट्टि नेकपा एमाले पार्टीको थियो भने त्यसलाई त्योभन्दा बढी मान्छे ल्याउँछु भनेर दुर्गा प्रसाईले बल्खुमा गरेको आन्दोलनमा, अनि म परेको छु त्यो आन्दोलन। तिमी परेको छौ, तिमी घाइते भएर आएको थियौ, अनि मलाई त्यो पनि एकदम मैले त्यो दिन तिमीलाई एकदम धेरै मिस गरेँ, किन भन्दाखेरि केही कतै छौ कि भनेर मैले लास्टमा चाहिँ कहाँ छौ भनेर पनि सोधेँ होइन। तर हाम्रो अफिसबाट चाहिँ सहकर्मी हाम्रो जानुभएको थियो, तर एकदमै रिस्कमा काम गरेर आउनुभयो। उहाँ त सुरेश रजकको प्रत्यक्षदर्शी के हो नि, उहाँले सँगसँगै काम गरेको, अनि त्यो जुन क्यामेरामा कैद भएको सबै भिडियोहरू उहाँले नै खिच्नु भएको के त्यो सबै। अनि जाउँ भन्ने बेलामा चाहिँ तिमी एकछिन जाँदै गर भाइ, म एकछिनमा झर्छु, उहाँलाई चाहिँ अलिकति राम्रो फुटेज, अलिकति राम्रो भिडियो फोटो ल्याउँछु भन्ने नै भएर होला त्यस्तो भयो कि जस्तो लाग्छ। फेरि पनि यसो त्यो न्युज पोर्टलहरूमा हेऱ्यो होइन, रहस्यमय भनेर पनि अब त्यो त आइरहेछ होइन, के हो जस्तो भइरहेछ। अलिकति रहस्य त किन भन्दा घटनाको प्रकृति हेर्दाखेरि शङ्का गर्ने ठाउँहरू भन्छौ नि, ठाउँहरू तिमीले भन्यौ नि अघि, चिच्याएन किन, भाग्न किन खोजेन त्यो मान्छे। उसको दाजुले भनेको छ नि त, हाम फाल्न सक्ने मान्छे हो, किन हाम फालेन भन्छन् होइन। फेरि परिस्थिति सबै जाने मान्छे गइगयो होइन, उसले कस्तो परिस्थिति सामना गर्यो हामीले त आकलन नगर्ने हो, आकलन मात्र नगर्ने हो। त्यही दिन फेरि त्यो समाजवादी मोर्चाको प्रदर्शन भनौँ न होइन, त्यो पनि थियो क्या। मलाई त्यतातिर पनि अब यस्तो यिनीहरूको यो के थियो भने एउटाले अर्काको प्रदर्शनलाई कम प्रभावकारी बनाउने अभियानमा थिए नि त। त्यो राजावादीहरू कम्युनिस्ट त्यो समाजवादी मोर्चाको प्रदर्शनलाई फितलो बनाउन खोज्ने, अनि गणतन्त्रवादी उता मोर्चा चाहिँ समाजवादी मोर्चा चाहिँ राजावादीहरूको आन्दोलन फितलो बनाउन प्रयत्नरत थिए। अनि उताको प्रदर्शनलाई कसरी लियो त तिमीले फेरि समाजवादी मोर्चाको प्रदर्शनलाई, अनि ब्रिगेडी मण्डपमा जुन सभा भयो त्यसपछिका त्यो चाहिँ अलिकति संयमता अपनाएर गरिएको। अर्को मजाको एउटा विषय चाहिँ उनीहरूको कस्तो भने जस्तो फोहोर गरिसकेपछि उनीहरू आफैले टिपे के, त्यो चाहिँ नयाँ खालको, त्यो चाहिँ अर्को ज्ञान हो कि, त्यो सन्देश हो। मैले अफिसबाट निस्कने बेला स्ट्याटस पोस्ट गरेर निस्केको थिएँ कि यस्तो देख्न पाए हुने नि, समाजवादी मोर्चा भनेको छ होइन, यो बालेनले चाहिँ 1 लाख तिराउँछन् फोहोर गरेपछि त होइन, किनभने यसभन्दा अगाडि बालेनले 1 लाख काटिरहेको थियो नि त, त्यो तिराउँछन् त्यो तिर्नै नपर्ने गरी यिनीहरू आफैले सफा गरिदिए कस्तो हुन्थ्यो भनेको कमेन्टमा चाहिँ धेरै जसो समर्थक साथीहरू, जो समाजवादी मोर्चाका समर्थक साथीहरू हुनुहुन्छ, अनि एकदम त्यो प्रमाणसहित चाहिँ हामी यस्तो गरेका छौँ है भन्दै डोकोहरू, त्यो फोहोर सङ्कलनका डोकोहरू, गाडीहरू होइन, त्यो यस्तो रहेछ। समन्वय गरेर महानगरसँग समन्वय गरेर हामीले कार्यक्रम गर्दैछौँ, फोहोर हुन्छ हामी उठाउँछौँ, तिम्रो गाडी पठाइदेऊ है भन्यो भने गाडी पठाइदिँदो रहेछ। त्यति समन्वय नहुँदा हाम्रा प्रदर्शनहरू कति धेरै फोहोर भएका छन् होइन, प्रदर्शन स्थलहरू कति धेरै फोहोर गराएर छोडिन्छ होइन, भद्रगोल गराएर छोडिन्छ। त्यो चाहिँ तिमीले पनि नोटिस गराएर मलाई चाहिँ त्यो एकदम त्यो नोटिस गरेको कुरा चाहिँ त्यो थियो कि उनीहरूको चाहिँ। मैले फेरि अर्को एउटा कुरा फिल गरेँ, यिनीहरू समाजवादी मोर्चाको वाओ भन्नु पनि सरकारको उस पनि त्यतातर्फ एज युजल यसलाई गर्दै गर्छन्, छोडिदिउँ भन्ने तरिकाले फ्लेक्जिबल भयो त्यतातर्फ
होइन प्रशासन सुरक्षा प्रशासन सबै संयन्त्र केन्द्रित कता भयो राजावादीहरूको उग्र हुनसक्छ यतै भन्नेतर्फ अनि यिनीहरूको दबाउनमा सरकार पनि आफै उद्धत थियो होइन कसरी हुन्छ दबाउन अथवा यो प्रदर्शनलाई नेतृत्वहरूको वक्तव्यबाजीहरू अघिल्ला दिनका भिडियोहरू सार्वजनिक भइरहेको थियो नि त उत्तेजित बनाउने खालका हुनसक्छ भनेर सबै सुरक्षा संयन्त्र अलिक बढी यता केन्द्रित भएको समाजवादी मोर्चाको तर्फ कम केन्द्रित हुँदा पनि त्यो चाहिँ त्यस्तो पनि देखिएको हुनसक्छ। तर है एउटा कुरा चाहिँ के जस्तो अस्ति पत्रकार सम्मेलन गरेर प्रहरीले यति राउन्ड हवाई फायर गर्यो भन्ने थियो नि त्यो कुराहरू चाहिँ पत्रकार सम्मेलन पछि मात्रै थाहा हुनु पर्थ्यो कि अगाडि नै जुन के अरे यो पत्रकारिता तिमी आफै पनि त्यसको स्टुडेन्ट हो होइन कस्तो भने म पनि के मान्छु भने मैले उसको उमेश श्रेष्ठको ब्लग पनि हेर्दै एक्ज्याक्टली भनेको हामी कस्ता पत्रकार भयौँ भन्दा धेरै दिन अगाडिको सूचना पनि हामी धेरै दिनसम्म खोज्दैनौँ क्या यत्रो दिनसम्म हामी खोज्दैनौँ अर्काले भनिदिएपछि अनि एक्सक्लुसिभ भेटे चाहिँ गरेर चाहिँ रिपोर्टिङ गर्छौँ उमेशको उद्देश्य नै यही थियो त्यो आर्टिकलमा होइन त्यो ब्लगमा अनि मेरो चाहिँ के लाग्छ भने यत्रो 6 दिनसम्म त खोज्न सक्थेँ नि त कति भयो अनि पत्रकारले खोज्दाखेरि पुलिसले भन्न सक्छ हामी आफै सार्वजनिक गर्दैछौँ पत्रकार सम्मेलन गर्छौँ तपाईँलाई सूचना दिन मिल्दैन भन्ला तर खोज्ने आधारहरू खोज्ने ठाउँहरू होइन खोज्ने पत्रकार भनेकै त्यसरी खोज्ने हो पहिल्यै खोजेर त्यो लगत्तै घटनाको लगत्तै पनि यो सूचनाहरू दिन सक्थ्यो होइन केही राउन्ड भन्यो अथवा केही उस भयो अश्रु ग्यास भन्यो केही राउन्ड गोली भन्यो होइन भनेको अधुरो सूचना अपुरो सूचना कति हो के हो भन्ने नै भएन तैपनि फेरि आज उमेशकै अर्को ब्लग पनि हेर्दै थिएँ फेरि मैले के भनेर चाहिँ तिमीले हेर्न पाएको जस्तो गोर्खापत्र कान्तिपुर लगायतका हाम्रा चाहिँ मेन स्ट्रिमका मिडिया भनिन्छ नि जुन मूलधारका मिडियाहरू उनीहरूले चाहिँ कभरेज कसरी गरे त भनेको उनीहरू सत्ता केन्द्रित भयो भने यस्ता इन्फर्मेसनहरू पनि दिन आवश्यक ठान्दैनन् भन्ने चाहिँ किन भन्दा जे भयो नि ल पत्रकारै सम्मेलन गरेर जानकारी दिए पनि जानकारी त जानकारी हो नि समाचार त हो नि ठिक छ अरूले खोजेनन् आफ्नो अघिल्लो अलि 2 दिन अगाडि खोज्न सक्थे आफ्नो ठाउँमा छ तर आधिकारिक जानकारीलाई पनि त समाचारको रूपमा चाहिँ सम्प्रेषण गर्न सक्नु पर्थ्यो ती मेन मिडियाहरूले भन्ने कुरा चाहिँ उमेशको ब्लगमा थियो चाहिँ कति गोर्खापत्रको यति पेज पल्टाएँ भेटिन कान्तिपुरको यति पेज पल्टाएँ भेटिन भन्दै उमेशले फेरि स्टोरी लेख्नुहुन्छ उहाँको चाहिँ त्यो पढ्दाखेरि सबै डिटेलमा आउँछ कि आउँछ एकदम ब्लगमा त अपुरो हुँदैन यस्तो मिठो के होइन आफूलाई लागिरहेको हुन्छ हामीले कहीँ व्यक्त गर्दैनौँ उहाँले ब्लग लेखिदिनुहुन्छ हामी पढ्छौँ हाम्रै कुरा भनिदियो जस्तो नि हो त्यहाँ हेर त परेवा चाहिँ कस्तो मजाले चलिरहेको तिम्रो दाङतिर चाहिँ परेवा पाल्ने चलन थियो कि थिएन छ घरमा पाल्छौ कि पाल्दैनौ हामीले त हाम्रो घरमा चाहिँ थिएन है हाम्रो घरमा चाहिँ भँगेरा चाहिँ एकदम हुन्थ्यो त्यो त पालेको होइन उडेर आएको एकदम धेरै हुने क्या भँगेरा चाहिँ तर परेवा चाहिँ हाम्रो गाउँमा चाहिँ पाल्थे है हाम्रो घरमा चाहिँ हामीले पालेनौँ हाम्रो त मेरो जन्मघर पहाडमा चाहिँ हामीले पाल्यौँ कि तराई आइसकेपछि चाहिँ हामीले पालेनौँ होइन तर पहाडमा चाहिँ हामीले परेवा नि पाल्थ्यौँ होइन अनि परेवा चाहिँ काटेर खान्थे नि खाने नि परेवाको बालक के अरे बच्चा चाहिँ होइन बच्चा भन्दा नि जस परेवा काटेर खानेमा लैजान्थे किन भन्दाखेरि परेवाको मासुले चाहिँ गर्मी चिसो भगाउँछ होइन गर्मी हुन्छ भन्ने मान्यता छ काठमाडौँमा मैले चाहिँ काठमाडौँमा आएपछि कस्तो देखेको परेवाप्रति चाहिँ एकदम काटेर खाएको त्यो हिंसा चाहिँ देखाएको छैन परेवा काटेर खाएको चाहिँ जसरी कुखुराहरू अरू तर कहिलेकाहीँ चाहिँ कस्तो त्यो बिजुलीको तारमा त्यो करेन्ट लाएर है त्यो झुन्डेको अवस्थामा अनि रोडमा कस्तो लतपतिएको हुन्छ क्या कहिले अनि त्यो देख्दाखेरि चाहिँ कस्तो विरक्त लाग्ने मैले एकचोटि रोडमा बाटोमा यस्तरी उत्तानो परेको परेवा देखाएँ कि होइन अनि अझै नि जिउँदै छ कि भन्ने सोचेर स्कुटर रोकेर फर्काउन चाहिँ फर्काएँ तर रहेन रहेछ ऊ चाहिँ एक्सपायर भइसकेर छ क्या मरिसक्यो स्कुटरले माने मेरो स्कुटरले होइन मैले देखेँ स्कुटरमा हिँड्दा हिँड्दै अगाडि बाटोमा देखेर रोक्या मेरो स्कुटरले अहिलेसम्म त्यस्तो घटना चाहिँ अहिलेसम्म भएको छैन मेरो स्कुटरलाई हान्ने चाहिँ हानेका छन् बरु बाइकहरूले यस्तो खतरा एक्सिडेन्ट परेको छैन म पहिला अचेल बरु पर्दिनँ तिमी सेफली चलाउँदैनौ क्या त्यो अलि अगाडिसम्म पनि एकदम स्पिड हुने क्या तिम्रो होइन म पहिला यस्तो म चाहिँ सेफली त म हुन त आफ्नो बचाउ जसले नि गर्छ तर तिमी चाहिँ सेफली
कस्तो भने अलिकति त्यो ठाउँ पायो भने अलिकति ठाउँ पायो भने तिमी घुस्छाइहाल्छौ क्या जसरी पनि होइन अनि पानी पारे हो क्या स्पिड पनि हुन्छ क्या तिम्रो ओके घटाउने प्रयास गर्नु पर्यो पब्लिक ठाउँमै मलाई यसरी भन्यो होइन मलाई चाहिँ फिल भएको अनि तर मेरो पनि थियो नि त्यस्तो तिमीसँग चढिसकेपछि चाहिँ मलाई चाहिँ कस्तो भने त्यो कसैले स्लो बाइक चढिरहेको छ भने यस्तो इरिटेट लाग्ने कि यार त्यहाँनिर त्यत्रो ग्याप छ ठाउँ लाउन छिटो कुदाउन भन्ने क्या म चाहिँ अनि त्यो एक्सिडेन्ट भयो पठावालामा अनि पठावाला दाजुले एक्सिडेन्ट बनाए अनि त्यसपछि म फेरि त्यतिखेर है मेरो इन्टरभ्यू थियो रेडियो नेपालमा अनि बिहानको 8 बजेको टाइम दिएको गेस्टले अनि त्यसपछि म यहाँ पुतलसराबाट न्यू प्लाजा जाँदा मेरो एक्सिडेन्ट भयो त्यो टर्निङमा अनि त्यतिखेर चाहिँ केही पनि चोट लागेको थिएन है अनि खुट्टामा यति धेरै चोट लगाएर चाहिँ भोलिपल्ट थाहा भयो त्यतिखेर चाहिँ मैले पठावाला दाजुलाई 20 रुपियाँ दिएको त्यो पनि पुतलसरा चोकबाट न्यू प्लाजा जानसम्मलाई 20 रुपियाँ दिएर म त्यहाँबाट सिंहदरबार कुद्दै दौडेको होइन कुद्दै गएँ दुखे पनि फिल गरिनौ होइन भोलिपल्ट उठ्छु हेर तिमीलाई एक हप्ता त दुखेर अनि त्यसपछि थाहा छ म त्यो कुरा पोइन्टमा आउँदै थिएँ कि त्यसपछि मलाई त्यो स्लो चलाउने मान्छे नै मन पर्न थाल्यो कि त्यो स्पिड चलाउने त मलाई अहिले पनि डर लाग्छ अहिले पनि मलाई त्यो एक्सिडेन्टको ह्याङओभर गएकै छैन कि अनि मेरो यस्तो हो सुरुमा काठमाडौँ आउँदाखेरि चाहिँ अब रोड उताको जस्तो नहुने है कति ठाउँमा त म वान वेमा परेको छु के एकतर्फी बाटोमा थाहा छैन है भइरहेको छैनन् मतिरबाट किन एक्लै छु भने अनि कति चाहिँ त्यो बाइक चलाएर आएकोहरूले चाहिँ वान वे हो भनेर चिच्चाइदिन्थ्यो कि कतिपय ठाउँमा त के भन्यो होला भन्थे होइन सुरुको एक्सपिरियन्स हो आमा कति अनि त्यस्तो भएपछि बानी के पर्ने भन्दा स्लो चलायो भने पनि हान्छ भन्नेमा एक्सपिरियन्स छु क्या मैले स्लो चलाउँदा मलाई जडीबुटीमा हानेको छ क्या मैले स्लो चलाइरहेको थिएँ होइन ठिक्क आफ्नो एउटा स्पिड हुन्छ नि त स्लो चलाएर त पछाडिबाट स्पिडमा आएकोले पचातै हानेर गयो उही तिम्रो जस्तै अनुभव सुरु दिन केही पनि दुखेन त्यो जुर्को उठ्ने स्कुटर उठाएँ त्यसलाई जाऊ भने होइन अरूकाले केही गर्नुपर्छ भनेको थिएँ होइन पर्दैन म ठिक छु भने होइन फेरि घर आइसकेपछि त त्यसपछि त म अफिस कति दिन गइनँ फेरि आफूले सेफली चलाउँदै पनि कहिलेकाहीँ अरूको मिस्टेकले एक्सिडेन्ट हुन्छ त्यसपछि मैले स्पिड बढाएँ होइन त्यसपछि मैले स्पिड बढाएँ त्यसपछि कुद्न थालेको त्यो आउँदैका वर्ष काठमाडौँ आउँदैका वर्ष पनि के भन्नु 1-2 महिना नि भएको थिएन होला होइन कोठा खोज्दै थिएँ भनेपछि 1 महिनाभित्र हो त्यो म कोठा खोज्दै थिएँ क्या जडीबुटी एरियामा म जाने अनि त्यसपछि कति दिनसम्म म एकदम गाह्रो भएर बसेँ कसैलाई भन्नु नि छैन होइन यस्तो गाह्रो भएर बसेँ तर पछि चाहिँ अनि पछि अलि स्पिड किनभने यो काठमाडौँको बाटोमा यस्तै रहेछ स्पिड चाहिँ पासमा कुदाउनु पर्दो रहेछ भन्ने दिमागमा पर्यो कुदाउन थालेँ अनि कुदाएपछि त्यस्तो कुदाएरै एक्सिडेन्ट भएको चाहिँ अहिलेसम्म छैन तर म चाहिँ तिमीसँग त्यो के अरे स्पिड भए पनि म ढुक्क चाहिँ हुन्छु फेरि तिमीले लडाउँदैनौ भन्नेमा चाहिँ म ढुक्क हुन्छु कि त्यति चाहिँ विश्वास आयो रमाइलो गफ आयो है अब यसो केही सिर्जना सुन्न पाएँ मजा आउँथ्यो हो यो वातावरणमा है तिमीले छाडे कि छौ अहिले लिएन छोड्या त होइन कि त केही छैन भने खै केही छैन हेरौँ त केही सुन्ने त ल सुन है मैले यहाँ भर्खर एउटा गङ्गा ओलीको कविता भेटेँ पढौँ है ओके ल छोटो छ कस्तो छ थाहा छैन म पनि पहिलोपटक पढ्दैछु सिधै म फेरि सिर्जना भनेपछि पहिला पढ्ने होइन कि पहिला विचार गर्ने होइन कि सिधै पढ्नेमा पढ्छु है म भित्र हराएको म शीर्षकको कविता छ म आफूले आफैलाई कसरी खोजौँ म आफूले आफैलाई कसरी खोजौँ म आफूलाई खोजौँ त कहाँ खोजौँ भिडमा हराएको भए म आफूले आफूलाई भेटाउँथेँ तर आफूभित्रै हराएको मलाई म कसरी भेटौँ यो हृदयमा गुम्सिएका पीडा व्यथा म कसरी पोखौँ हृदयमा गुम्सिएका पीडा व्यथा म कसरी पोखौँ त आखिर यो पीडा कसलाई पोखौँ के भनेर पोखौँ यी पीडाका शब्द म लेखौँ त के भनेर लेखौँ यी दुःखका वेदना म पढौँ त के भनेर पढौँ म आफूले आफैलाई कसरी खोजौँ म आफूलाई खोजौँ त कहाँ खोजौँ मिठो रहेछ छोटो मिठो म साँच्चै हो कहिलेकाहीँ मनमा कुरा हुन्छ भन्ने ठाउँ हुँदैन कि कहाँ भन्ने कहाँ खोज्ने कहाँ लेख्ने के भन्ने कसलाई सुनाउने होइन कसलाई मिठो रहेछ भन्ने के भन्ने पनि थाहा हुँदैन तर भित्रभित्रै फिल भइरहेको हुन्छ आफूलाई हो एकदम राम्रो सृजना गङ्गा ओलीको हामीले गऱ्यौँ म अर्को तिमीलाई एउटा कविता सुनाऊ मैले वाचन गरिसकेको छु ल यो चाहिँ मैले वाचन गरिसकेको छु यही सुनौँ ल ल त्यो चाहिँ खासमा हाम्रो कार्यालयमा
एकजना सहकर्मी चाहिँ बिदाई हुनुभयो, उहाँको चाहिँ कार्यकाल सकियो होइन। त्यसपछि अर्को एकजना सहकर्मीले चाहिँ कविता लेख्नुभयो कि उहाँको बिदाईको पललाई चाहिँ क्याप्चर गरेर मलाई एकदमै मन परेर मैले वाचन गरेको छु। म तिमीलाई त्यो सुनाउँछु है त। ल सुन ल। कविता हर्कदाई फेरि भेटौँला। लेखक कवि सुभाष राई। 34 वर्ष यानि कि म जन्मनुभन्दा पनि अघि हर्कदाईले घरभन्दा नि बेसी आफ्नो जीवन व्यतीत गरेको ठाउँ अर्थात् हाम्रो कार्यालय। 34 वर्ष अघि हर्कदाईले सम्बन्ध कसरी जोडेछन् खैकुन्नी। जीवनकालकै लामो समय बिति गएछ। हर्कदाईलाई थाहै छैन यतिका वर्ष कसरी भयो। हो, यतिका वर्षपछि आज हर्कदाईको फेरि भेटौँला अर्थात् विदाई कार्यक्रम। उमेरको उकालो यात्रामा हर्कदाई 58 वर्ष लागे। उमेरको उकालो यात्रामा हर्कदाई 58 वर्ष लागे। 58मा 34 वर्ष त यतै बितेछ। हर्कदाईलाई लेखाजोखा नै छैन यी वर्षमा कति विस्मात कति हर्ष लागे। उमेरको उकालो यात्रामा हर्कदाई 58 वर्ष लागे। अब हर्कदाईलाई जागिरले आराम गर भन्यो र आजै कार्यालयले भन्यो हर्कदाई फेरि भेटौँला। हर्कदाईले कहिल्यै जानेनन् मनमा कुरा गुम्साउन। हर्कदाईले कहिल्यै जानेनन् मनमा कुरा गुम्साउन। हर्कदाईले कहिल्यै जानेनन् मनमा कुरा गुम्साउन अनि जानेनन् कसैलाई शब्द शब्द गुथेर खुसी पार्न। जतिखेर जहाँ चित्तै बुझेन हर्कदाई चर्को स्वरमा भनिदिन्थे यस्तो किन गरेको, यसो किन भयो। हर्कदाई जे हुनु पर्थ्यो त्यो नहुँदा चर्किन्थे। हर्कदाई जे नहुनु पर्थ्यो त्यो हुँदा झर्किन्थे। हर्कदाईलाई कुनै दकस थिएन। को ठुलो को सानो बेप्रवाह हर्कदाई काम गर्थे। हर्कदाईका न कोही प्यारा छन् न कोही पराई। हर्कदाईका लागि सबै एक समान। सधैँ लागिरहन्थ्यो के हर्कदाईका आँखामा पानी छैन। सधैँ लागिरहन्थ्यो के हर्कदाईका आँखामा पानी छैन। के हर्कदाईको मनमा विस्मात र हर्षको निशानी छैन। हर्कदाईको स्वर चर्को थियो तर थिएन व्यवहार चर्को। हर्कदाईलाई को आफ्नो को अर्को सबै एक समान। हर्कदाईले बिदाईको खादा ओढे अब हर्कदाई चर्किन्छन्। हर्कदाईले बिदाईको खादा ओढे अब हर्कदाई चर्किन्छन्। ओहो, सहकर्मीका बिदाईका तालीले हर्कदाईका आँखा पो रसाए। लाग्थ्यो हर्कदाई भावुक नभई बिदा हुन्छन्। तर बिछोड भन्नु यस्तै हुन्छ हो। बोल्नु अघि नै हर्कदाईका आँखाबाट 2 थोपा पानी नाकको बाटो हुँदै तप्प चुयो। गोजीको टिस्यु आँखामा पुग्नै पाएन। हर्कदाईले बोले गाह्रो हुने रहेछ। दाइले 34 वर्षको घामछाया हाम्रो सिकुवामा बिसाउनुभयो। मेरो धरतीसँगको नाताभन्दा लामो दाइको जागिरे जीवन अहो आजबाट त्यो विधिवत टुङ्गियो र आजै कार्यालयले भन्यो हर्कदाई फेरि भेटौँला। यो 34 वर्षमा हर्कदाईले न कसैसँग अटुट माया बसाए न आफू बस्ने कुर्सी टेबल हाजिरी रजिस्टर र पोसाकसँग प्यार जताए। तर सधैँ रुखा हर्कदाईका आँखा आज रसाए। यो 34 वर्षमा हर्कदाईले न कसैसँग अटुट माया बसाए तर सधैँ रुखा हर्कदाईका आँखा आज रसाए। त्यति रुखा हर्कदाई त स्तब्ध बने। पुरै कार्यालय स्तब्ध बन्यो र स्तब्ध बन्यौँ हामी। हर्कदाईको बिदाईको कम्पनले मलाई पनि भनिरहेथ्यो भोलि तेरो पनि बाटो यही हो। त पनि 58 पुग्छस् तैँले पनि छोड्नुपर्छ यस्तै लामो सम्बन्ध। यस्तो लाग्यो छोड्नु नै पर्ने ठाउँ छोडेपछि फर्कने त उही हो जहाँ आज टेक्नै भ्याएको छैन। मलाई यो स्वरूप दिने भूगोल देख्नै पाएको छैन। मनमा नै सोचिरहेँ भोलि यसै गरी हर्कदाईलाई जस्तै मलाई पनि कार्यालयले भन्ने छ सुभाष फेरि भेटौँला। र मैले आज हेर्न नभ्याएको मेरो समाजमा फेरि मैले आफ्नै अस्तित्व खोज्नुपर्छ। एक मनले भन्यो सुभाष टेकेको भूगोल नबिर्सेस् भोलि आफ्नो पहिचान नभेटाउलास्। अर्को मनले भन्यो हस्। आखिर मानव के रहेछ। 34 वर्षसम्म कसैलाई माया नदेखाएका हर्कदाई कसलाई सम्झेर रोए, कसको मायाले रोए। केसँग छुटिने पीरले उनलाई गाह्रो बनायो। वास्तवमा हामी मान्छे के नै रहेछौँ र। सायद सुखको साथी र दुःखको सहारा थियो कार्यालय। सायद कार्यालय र हर्कदाईको दैनिकीमा माया थियो र त छुट्टिँदा मन रोयो।
छुट्ने कुरा जोडिनु अघि नै तय हुँदा हुँदै पनि एक्कासी आए जस्तो हुने, जानै पर्दा मनमा भारी लाए जस्तो हुने। हर्क दाइले यो 34 वर्षमा के गरे? आधा जीवन चक्र पुरा गरे र आजै कार्यालयले भन्यो, हर्क दाइ फेरि भेटौँला। अर्थात् आज हर्क दाइको बिदाई कार्यक्रम। मिठो शब्द, मिठो, साह्रै मिठो, लामो चाहिँ अलिकति लामो छ होइन? वाचन पनि मिठो गरी छौ। कस्तो छोयो नि त। मलाई साथीको कविता देखेँ होइन, अनुमति मागेर वाचन गरेँ। अब चाहिँ छुट्टिनुपर्छ, जानुपर्छ। कति बज्यो? खाजा टाइममा निस्केको हो। ल ओके, छुट्टिनुपर्छ। आज हामी एकदम ऱ्यान्डमली गफ गऱ्यौँ है। हो, मलाई त थाहै थिएन तिमीले रेकर्ड गरिरहेछौ भनेर। हाम्रो उद्देश्य नै यही हो नि त, हामी ऱ्यान्डमली गफ गरौँ। Randomly, हाम्रो तर- प्लेटफर्मै यही हो नि त, हामीले यही गरौँ भनेर ऱ्यान्डमली गफ गरौँ, जे हुन्छ हुन्छ भने हो नि त। तर मलाई आज चाहिँ थाहै थिएन कि त्यस्तो तिमीले सकेसम्म थाहा नपाऊ भन्ने हो, तर लास्ट कतातिर थाहा पायौ। छुट्यौँ है अब। जाउँ अब जाउँ। ल ठिक छ। सुभाष राईको कविता पनि वाचन गऱ्यौँ। सुभाष राईलाई पनि धेरै सम्झिन चाहन्छौँ। मिठो कविता लेख्नु भएको छ। रेगुलर लेख्ने गर्नुहोस्, हामीलाई दिने गर्नुहोस्, हामी यसरी नै वाचन गर्छौँ। कस्तो मिठो शब्द है उहाँको। कस्तो मिठो के कस्तो मिठो होइन। र आजै कार्यालय भने हर्क दाइ फेरि भेटौँला होइन। हर्क दाइले यो चाहिँ सुनिसक्नु भएको छैन होला, उहाँले सुन्नुभयो भने कस्तो फिल हुन्छ होला है? उहाँले सुन्नु भएको छैन यो? हर्क दाइले सुनिसक्नु भएको छैन यो कविता? पढ्नु पनि भएको उहाँलाई थाहा छैन, पढ्नु पनि भएको छैन। उहाँलाई सरप्राइज केही हुन्छ। उहाँले सुभाष सरले सायद अब कसै गरी दिनुहुन्छ होला, केही प्लेटफर्ममा पब्लिक गर्नुहुन्छ, वा चाहिँ उहाँलाई पठाउनुहुन्छ है, के गर्नुहुन्छ, तर उहाँलाई थाहा छैन। यो सुनेपछि उहाँलाई कस्तो होला? म चाहिँ त्यो उहाँको भावभङ्गी के उहाँले सुभाष सरले एउटा दिनुहुन्छ कि हाम्रैबाट सुन्नुहुन्छ भन्ने हो? त्यो चाहिँ थाहा छैन है। ल सुभाष सरले दिएको पहिला थाहा पाउनुहुन्छ कि हाम्रो पहिला सुन्नुहुन्छ भन्ने कुरा चाहिँ थाहा छैन। ल एनिवे धेरै धन्यवाद नायरा। यस्तो अप्ठ्यारो गरी बिचमा भेट्यौँ, खुसी लाग्यो। तिम्रो कलेज आयौँ, एकदम राम्रो रहेछ कलेज चाहिँ, मन पर्यो वातावरण होइन। पढाइ पनि राम्रो गर, राम्रो रिजल्ट राम्रो ल्याऊ। एकदम गुड लक इक्जामको लागि। ल छुट्यौँ, बाई। ल बाई।